आमा, म आज तपाईलाई एउटा प्रश्न सोध्दैछु। कुनै दिन झुकिएर तपाईको भान्सामा कुनै दलितको छोराछोरीले गएर झुकिएर छोइदिए भनेदेखि तपाईले उसलाई के गर्नुहुन्छ? कि मानवता नै बिर्सिने गरी उहाँहरूलाई लादी फर्किने गरी कुट्नुहुन्छ? यदि कुट्नुहुन्छ भनेदेखि मेरो यो अन्तिमसम्म भिडियो हेरेर मनन गर्नुहोला। म यहाँ विदेशमा छु र म कुनै दलित साथीसँग म बसेको छु भने कुनै दिन बाइचान्स म बिरामी भएर म ढलेँ भनेदेखि त्यो दलितको छोरोले मलाई छोएर हस्पिटल पुर्याउन मिल्ने कि नमिल्ने? म बिरामी भएर ढलेको बेला मैले खाना पकाएर खान नसकेको बेला त्यो दलितको छोरोले मलाई खाना पकाएर दिन मिल्ने कि नमिल्ने? यदि उसले पकाएको खाना मैले खाएँ र म घर आएँ भने मैले छोएको तपाईँले खाने कि नखाने? तपाईले यो भनिदिनु होला र सम्पूर्ण आमा बुवाहरूले यो भिडियो हेरेर मनन गर्नुहोला। तपाईहरू त्यति बेला के गर्नुहुन्छ?